द्याट डार्क सर्कल्सहरू चाहिँ कसरी पनि आउँछ या त हुन्छ नि यो अराउन्ड द एरिया चाहिँ तपाईँले एकदम धेरै नै मिचिराख्नुभयो भने चाहिँ यता हाम्रो आँखाको भित्र चाहिँ एकदमै सानो सानो हो त्यसको बारेमा पनि कुरा गरौँ न त के चाहिँ हुन्छ रहेछ अभियसली होइन जसरी धेरै माडेर फ्रिक्सन गऱ्यो भने यहाँ मेलाजमा आउँछ नि त प्रुभन छ कि पोतो चाहिँ हामीले घरमै बेस जसरी एकदम पिठोहरू त्यस्तोहरू दलिरह्यो घस्रिरह्यो भने घस्रनले इभन थ्रेडिङले यो ठाउँमा पोतो आएको कति देखेछु मैले थ्रेडिङले यहाँ पोतो आएको एकदमै धेरै देखेछौँ हामीले सिमिलरली हाम्रो स्किन भनेको चाहिँ रब गर्ने चिजै होइन कि तपाईँ धेरै रब गर्नुभयो फ्रिक्सन गर्नुभयो भने त्यो फ्रिक्सनको ट्रमा आफैले पनि पिगमेन्टेसन इन्ड्युस गर्छ र हजुरले भन्नुभएको जस्तो ब्लड भेसल्स लिम्फेटिक्सहरू त्यहाँ ब्रोकन क्यापिलरिजहरू भएर पनि त्यसले पनि डार्क सर्कल्स दिन सक्छ द्याट्स ट्रु र यो कुरा चाहिँ हाम्रो रिजनालाई चाहिँ अलिकति राम्रोसँग बुझाइदिनु होला जतिखेर त्यस्तो आँखा माडेको गर्छ सो आई इचिनेस चाहिँ त्यो ड्राई भयो भने चाहिँ हुन्छ होइन सो मेबी चस्मा लगाउने मान्छेहरूको चाहिँ अझै धेरै ड्राई हुन्छ हो आँखा No, मेरो त I don't have at all dry skin. No? I have dry skin, I don't have dry eyes. चस्माले होइन ड्राई आइज हुने ड्राई आइज चाहिँ तपाईँको यहाँनिर ग्ल्यान्ड हुन्छ ल्याक्रामल ग्ल्यान्ड भन्ने उसले टियर फिल्म प्रपरली प्रड्युस गर्न सकेन भने हो त्यो चाहिँ अहिले सबैभन्दा देखेको मोबाइल धेरै हेर्ने व्यक्ति चस्मा लगाएर मेरो आँखा ड्राई भएको भनेर त्यसले मलाई अस्ति गफ हानिरहेको थियो चस्मा लाउँदैमा ड्राई हुँदैन चस्मा लगाउँदैमा ड्राई हुँदैन धेरै मोबाइल चलायो भने चाहिँ ड्राई हुँदो रहेछ ब्लिङ्किङ कम भयो भने ड्राई हुने हो कि सिम्पल कुरा ब्लिङ्किङ रिफ्लेक्स भन्छ कि जसरी हामी फिमेल्स वी ब्लिङ्क मोर देन मेन ट्रु हो त्यो होइन सो जसले चाहिँ मोबाइल धेरै हेर्छ नि त्यो ब्लिङ्किङ चाहिँ तपाईँको रिफ्लेक्सिभली नै कम हुन्छ कि अनि त्यसले गर्दा ड्राई हुने हो मेजर रिजन चाहिँ त्यही हो त्यो बाहेक अरू ड्राई आइज हुने हजुरको बाथहरू पनि हुन्छ अब सुन्नुभएको छैन होला ड्राई आइज गराउने बाथ डिसअर्डर्सहरू पनि हुन्छ जोग्रेन सिन्ड्रोम भन्नेहरू हुन्छ सो ड्राई आई गराउने अरू रोगहरू हुन्छ आँखामा इन्फेक्सन्स रिपिटेडली भयो भने ड्राई आई हुन्छ सो ड्राई आइज चाहिँ आई डोन्ट थिङ्क इट्स ओन्ली बिकज अफ चस्मा अनि मलाई चाहिँ छैन सो मेबी आइएम के भन्छ त्यसलाई नट अवेयर अफ इट तर नो आई डोन्ट थिङ्क त्यसले मात्रै हुन्छ सो ड्राई आइज चाहिँ किन हुँदो रहेछ भन्ने कुरा चाहिँ रिजनले थाहा पायो अनि यस्तो मार्नु हुँदैन भन्ने कुरा पनि थाहा भयो बुझ्यौ नि तिमीले अनि त्यसपछि मोइस्चराइजर लगाउनु भने के गरेर लगाउनु हुँदैन भनेर भर्खरै भन्नुभएको सो यु निड टु ड्याब इट अलिअलि यस्तो गर्दाखेरि यस्तो गरेर जसरी मैले यसरी मुख यसरी पुस्दाखेरि यसरी कसले मुख पुस्छ भन्छ नि मैले पुस्छु देख्यो